सो गाइज भोलि कोपा डेल रेको फाइनल म्याच हुन गइरहेको छ होइन, बार्सिलोना भर्सेस रियल मैड्रिड। यो गेमको हल्का केही डिस्क्राइब गर्दाखेरि चाहिँ होइन, बार्सिलोना भर्सेस रियल मैड्रिडको म्याचमा चाहिँ भोलि घम्साघम्सी हुनेवाला छैन, किनकि रियल मैड्रिड च्याम्पियन्स लिगबाट आउट भइसकेको छ। रियल मैड्रिडलाई यो सिजन खासै धेरै ट्रफी हुनेवाला छैन होइन। अब ट्रफीको लागि पनि रियल मैड्रिडले भोलि जसो तसो गरेर खेल्नेवाला छ होइन। यसै गरी यता हेर्दा बार्सिलोनालाई ट्रिपल उठाउनको लागि भोलि जसरी पनि ट्रफी जित्नै पर्नेछ बार्सिलोनालाई होइन। लेट्स सी, च्याम्पियन्स लिग सेमिफाइनल पुगिसक्यो बार्सिलोना, त्यही हो, लिगको टपमा छ। लेट्स सी, हेरौँ भोलिको म्याच कसले जित्ला त। लेट्स कमेन्ट डाउन। मेरो प्रेडिक्सन चाहिँ रियल मैड्रिड 3 बार्सिलोना 2 है। त्यही हो। अगाडि रियल मैड्रिडले बार्सिलोनासँग 2 चोटि फेस गरिसक्यो होइन यो सिजन। बट रियल मैड्रिडको यो सिजन नराम्रो हुँदै पनि होइन, अब केही न केही नमिलेको जस्तो छ। बार्सिलोनासँग 2 म्याच हारिसक्यो होइन। अब 2वटा म्याच हुनेवाला छ बार्सिलोनासँग। यो 2टा म्याचलाई रियल मैड्रिडले जित्नेछ भन्ने आशाका साथ बेस्ट अफ लक बोथ टिम होइन। अब त्यही हो, भोलिको गेम हेर्न चाहिँ मजा आउने रहेछ। लेट्स कमेन्ट डाउन यर प्रेडिक्सन है, कसले गोल हाल्ला त भोलिको गेममा। त्यही हो, गेम हेर्न चाहिँ जोस् मजा आउने रहेछ। थ्याङ्क यू फर वाचिङ, सी यू नेक्स्ट भिडियो गाइज, बाई बाई।